यो 5 वर्ष म सासले मात्रै हिँडेँ के, र म बाँचेँ भनेदेखि यो चिज चाहिँ मैले एक दिन पुष्टि हुन्छ काहीँ न काहीँबाट। किनभने म गलत थिएन, मलाई त जुनसुकै मेसिन ल्याएर जाँदा पनि मेरो हृदय सफा छ। मैले गरेको चिज देशको लागि गरेको, खेलाडीहरूले आज यसरी चाहिँ विश्वमा आफ्नो शिर उच्च बनाउने काम गर्नुभएको छ, देशको शिर। उहाँहरूको एउटा मन्दिर बनाउँदाखेरि त्यो पवित्र मन्दिर बनाएको मैले, त्यो भगवान्ले मलाई चाहिँ त्यो न्याय दिनुहुन्छ भनेर लागेँ। र जे जति आरोपहरू लागे त्यसमा कहीँ पनि सत्यता छैन। न त मेरो स्विमिङ पुल सहितको घर छ, न त मेरा दुईटा गाडी छन्। मेरो त भएको गाडी पनि यो 18 करोड 43 लाख मध्ये टिडिएस 26 लाख तिर्नुपर्ने थियो। त्यही गाडी बेचेर टिडिएस तिरेर म विगत 2 वर्षदेखि कहिले इनड्राइभ पठाउ बाइकमा, कहिले चाहिँ एकजना सहयोगी भाइको बाइक चढेर हिँड्छु। अनि अब भाइको पनि त्यही अवस्था छ। कहाँ बस्दै हुनुहुन्छ अहिले? म अहिले कुसुत्तीमा बस्छु। घरै हो कि? घर हो, कुसुत्तीमा घरै हो। अब मेरो कार्यालय पनि छैन अहिले। फाउन्डेसनको कार्यालय पुरानो बानेश्वरमा थियो, 13 महिना जति भाडा तिर्न नसकिसकेपछि इमाडोलको एउटा गार्मेन्टमा राखिएको छ। र अनि महत्त्वपूर्ण डकुमेन्ट चाहिँ घरमा राखेको छु, यति हो।